स्क्रिन शेयर गरे है त सरहरु हुन्छ सर ल स्क्रिन देखिरहेछ है सर हजुर देखिन्छ सर ल हिजो चाहिँ हामीले के गरेका थियौँ यसो सरहरुलाई के आइडिया छ त हिजो हामीले सेन्टर लाइनको क्लिक गरेका थियौँ रोडको सेन्टर लाइन क्लिक गरेको थियौँ अफसेट पनि गरेका थियौँ त्यसमा एट्रिब्युटहरु थप्न घटाउन सिक्यौँ हैन हामीले नामहरु लेख्न सिकियो त्यो चाहिँ हाम्रो रबिन हजुरकोमा नै होला हैन कि कसकोमा रबिन मेरोमै छ सर त्यही त नामहरु लेख्न सिक्यौँ रोहरु गर्यौँ है अनि त्यसपछि भनेको अनि केएमएल मा भएको कुरालाई यहाँ ल्याउन सिक्यौँ र यहाँ ल्याउन भएको कुरालाई केएमएल मा पनि लान सिकियो है सर हजुर त्यही त मैले जियो रेफरेन्सको सानो कन्सेप्ट पनि भनेको थिएँ आज चाहिँ अब हिजो सरहरुले यसो कन्टुर बनाउन सिकौँ भन्नुभएको थियो हैन तपाईहरुको अब यो डाटा त ड्रोनबाट आयो है ड्रोनबाट सरहरुको अर्को एउटा डाटा पनि आएको हुन्छ है यहाँ हेर्नु भने ड्रोनको यति 4 वटा फोल्डर हुन्छ नि त सरहरुकोमा है डीएसएम हुन्छ हैन मोजाइक हुन्छ एक्स्ट्रा भित्र हेर्नु भने पनि त्यही डिजिटल टेरेन मोडलहरु हुन्छ हैन यहाँ गएर हेर्नु भने विक्रमजीले के भन्नुहुन्छ खानै खाएको छैन टाइम सार्नु पर्ने भयो भन्नुहुन्छ ओफो कहिलेलाई सार्न त टाइम अब हजुरहरुले नि 8 देखि 9 भनेर मैले 8 देखि 9 सुरु गरेको है यो आयो है सर टिटिएम आयो है यो चाहिँ यही हो एलिभेसन मोडल भनेको यही हो तपाईहरुको है यहाँनेर हेर्न सक्नुहुन्छ त यो कालोतिरको भाग भनेको 1436 तिरको हाइटमा छ भने माथितिरको तपाईहरु कतिमा छ 2593 है मैले अस्ति दिएको कन्टुरको पनि त्यही नै थियो होला सायद है 2593 र 24 सेट हेरौँ यहाँ कन्टुर अलरेडी निकालिसकेको छ है तर कसरी निकाल्ने भन्ने पनि म सिकाउँछु 2593 र 24 त्यही नै छ है यो कन्टुर चाहिँ अहिले छैन भन्ने एजुम्सन गर्नु पर्यो है सरहरुले है अब यसलाई चाहिँ अब कलर भिजुअलाइज गर्न प्राय डेमलाई चाहिँ कालो र सेतोमै राख्ने गरेको छ हैन तपाईहरुलाई कलर भिजुअलाइज गर्न चाहिँ यसरी सजिलो हुन्छ कि अब यो डिफरेन्ट कलर भयो भने यो यति लेभलमा हैन यो यति लेभलमा यो यति लेभलमा भनेर अलिकति सजिलो हो नि त हैन हेर्नलाई कुन अग्लो हुन्छ हेर्नलाई चाहिँ सजिलो है यहाँ कलर र्याममा गएर तपाईहरुलाई चाहिएको जुनै कलर लिन पनि सक्नुहुन्छ है तलतिरको होचो माथितिरको अग्लो भयो हैन यसैलाई तपाईले इन्भर्ट गरिदिनु भयो भने उल्टिन्छ पनि माथितिर अग्लो तलतिर यो कलर हैन कलर र्याम चाहिँ जुन तपाईहरुलाई इच्छा लाग्छ जुनले चाहिँ अलिकति धेरै बुझाए जस्तो देखिन्छ हैन त्यही गर्नु होला है म चाहिँ तपाईहरुलाई कन्टुर निकाल्न सिकाउँछु है कन्टुर चाहिँ तपाईहरुको कहाँ हुन्छ भन्नुहुन्छ भने आर्क टुल बक्समा यहाँ भित्र पनि हुन्छ सर्च गरेर सिधै निकाल्न पनि सकिन्छ है यहाँ म कहाँ हुन्छ चाहिँ देखाइदिन्छु तर तपाईहरुले प्राय सर्चबाटै खोज्नुहुन्छ किन सर्चबाट फ्याट्ट भेटिन्छ यहाँ चाहिँ कहाँ हुन्छ याद गरेर बस्नु पर्यो हजुरहरुले हैन है यहाँ चाहिँ तपाईको स्पेशल एनालिस्ट टुलमा हैन यो सरफेस भित्रमा गयो भने यहाँ हुन्छ ल एस्पेक्ट हुन्छ कन्टुर हुन्छ है कर्वेचर कस्तो छ हैन स्लोप कस्तो छ यसको सबै हेर्न मिल्छ है हामी पालैपिलो सबै निकाल्न सिकौँ ल अब कन्टुर यहाँबाट क्लिक गरे मैले यहाँबाट गर्ने कन्टुर र यहाँबाट आउने कन्टुर एउटै हो है यहाँ सर्च गर्नु भने CONTOUR लेख्नु भने पनि सिधै आउँछ है कन्टुर स्पेलिस एनालिस्टमा आइहाल्छ हैन अनि इनपुट रास्टर भनेको अब अरु मैले हिजो भनेको थिएँ नि तपाईहरुलाई अस्ति भेक्टर रास्टर डाटा हुन्छ भनेर है यो डिटिएम पनि तपाईको रास्टर डाटा हो है पिक्सल हुन्छ सेल भ्यालु है टक्क यसलाई रास्टरलाई हाल्ने अब कन्टुर इन्टरभल कति मिटरको हेर्ने त सर हामी 5 मिटर ठीक कति जति चाहिँ ठीक हुन्छ सर 1 मिटरको हेरौँ न प्राय क्याडा बनाउँदा पनि 1 मिटर र 5 मिटरको हेरिन्थ्यो नि हामीले याद छ सर हैन अनि बेस कन्टुर 5 मिटर राखे पनि भयो 0 राखे पनि भयो किनकि हरेक 1 मिटरमा त्यो भ्यालु आइहाल्छ हैन यहाँबाट कन्टुर निकाल्नु होला ओके गर्नु है
यो प्रोसेस भइरहेछ है यो देखिँदैन यहाँ स्क्रिनमा हैन यो क्र्याक मोडलमा कहिले काहीँ देखिन्छ कहिले काहीँ यहाँनिर यति % भनेर आउँछ हैन कहिले काहीँ चाहिँ ब्याकग्राउन्डमा रनिङ भइरहेछ मेरोमा चाहिँ अहिले ब्याकग्राउन्डमा रनिङ भइरहेछ देखेको छैन है यसो अहिले चलाउन खोज्यो भने आफै आउँछ केही छोएपछि अलिकति चाँडो आउँछ हैन कन्टुर आयो हो सर 1-1 मिटरको सजिलो रहेछ हैन कन्टुर निकाल्न तपाईहरुलाई सिक्नुभयो 1 मिटर कन्टुर चाहिँ धेरै आयो कि किनकि एलिभेसन डिफरेन्स लास्टै धेरै छ हैन हजुर धेरै आयो अब यसो अलिकति एलिभेसन डिफरेन्स धेरै भएकोले सरले भने जस्तै साँच्चीकै 2-3 मिटरकै हेर्नुपर्ने भयो किनकि एलिभेसन डिफरेन्स हेर्नु न 2400 देखि 2593 भनेपछि 100 वटा भन्दा बढी भयो हैन 2536 मा 100 वटा लाइन आउँथ्यो है किन हिरर भन्छ त फेरि अर्को एकचोटि निकालेर हेरौँ हामी के भन्छ फाइल डज नट एक्जिस्ट भन्छ त फाइल त्यही छ त फेरि so कहिले यस्तो इरर आयो भने यो एकचोटि राष्ट्रलाई हटाएर फेरि एड गर्नु कि है यति हुँदा हुँदा पनि फाइल डजन्ट एक्जिस्ट भने यसले है हजुर फेरि हाल्दियो आइहाल्छ कि आपत्ति छैन ल अचम्म गरिदियो अब हेर्नु त फाइल डज नट एक्जिस्ट भन्छ जबकि फाइल यहीँ छ यो चाहिँ कहिले काहीँ हार्ड डिस्क जोडेर काम गर्यो भने हार्ड डिस्क हल्लिँदाखेरि हुन्छ नि आउने इरर्सलाई चाहिँ यो भन्छ फाइल डजन्ट एक्जिस्ट भनेर या त फाइल मेरो अहिले हार्ड डिस्कबाट होइन त्यही नै हो त नबन्नु पर्ने ल एकचोटि जिआइएसै काटेर खोल्नु पर्ला जस्तो भयो तपाईले कन्टुर निकाल्न त सिक्नुभयो है भिडियो हेर्नुपर्छ फेरि केही छैन यो म एकचोटि कन्टुर निकाल्न फेरि सिकाइदिन्छु अहिले कन्टुर भन्दा नि अहिले स्लोपहरू एकचोटि निकाल्दै गरौँ ल है कन्टुर र स्लोप उस्तै कुरा हो नि हैन कति डिग्रीको स्लोप छ भनेर आउँछ है कन्टुरले चाहिँ लाइन आउँछ भने यसले चाहिँ डिग्री आउँछ खो यो राष्ट्रले लिएन मैले एकचोटि त्यतिन्जेल जिएस काटेरै खोलेँ है सर तर एकचोटि हजुरसँग हामी पनि एकचोटि हजुरसँग गर्नुभयो भने अलिक सिकिन्थ्यो कि सर यो भिडियोमा त केही नबुझ्नु रहेछ जिएस खोल्नु भएको छ भने त ल सँगसँगै गरौँ न मैले त चाहेँ कि त्यही हो मैले जिएस होइन यहाँसम्म गराएको छु सर यो यहाँदेखि मैले यहाँसम्म गरेँ अब यहाँसम्म भन्नुभयो म एकचोटि हजुरको हेरौँ त हुन्छ ल देखाउनु त सर स्क्रिन मजा आउँछ है त्यही भिडियो हेरेर गर्न अलिक मजा आउँदैन क्या मैले डे 1 मै पनि भनेको थिएँ नि हजुरहरूलाई किन ह्याङ भइरहेछ जेस रवि सर हजुर स्क्रिन शेयर कहाँ हुन्छ हो स्क्रिन शेयर भेट्दैन मैले यार तल एउटा स्क्रिन शेयर भन्ने एरो माथिपट्टि फर्काएको छ नि सर हेर्नु त स्क्रिन शेयर इन्टर स्क्रिन शेयरमा थिच्ने हो आयो सर presentation is starting share हुँदैन त खै
कुन एरो थिच्दै हुन्छ त्यहाँनिर सेयर स्क्रिन लेखेकै एरो छ नि एउटा तपाईँ ल्यापटपबाट होइन 1 2 3 मा हेर्नु त त्यो इमोजीको साइडमा हुन्छ नि सेयर स्क्रिन इमोजीको त्यो साइडमा हजुर इमोजीको साइडमा थिच्यो अनि माइक्रोसफ्ट इज टेब अनि विन्डो इन्टर स्क्रिन देखायो नि सर इन्टायर स्क्रिन गर्नु है इन्टर स्क्रिन गऱ्यो अनि सेयर गर्न होइन त सेयर गर्ने अप्सन आउँदैन त्यो बिचमा स्क्रिन देखाएको छ नि स्क्रिनलाई क्लिक गर्नु अनि बल्ल सेयर गर्ने अप्सन आउँछ है इन्टर स्क्रिन गऱ्यो अनि सेयर भनेर आयो सेयर र क्यान्सल आउँदो रहेछ यो दुईटा सेयर गर्नुहोस् भयो सर अहिले भयो सर भयो कहाँसम्म चाहिँ गर्नु भएको छ सर त्यो कन्ट्रोलसम्म गराएको छ त्यो यो बिग गुम्बाको त्यो भ्यू देख्नुसम्म ल अब हिजोको सेन्टर लाइनहरू चाहिँ गर्नु भएको छैन हिजो हजुर हिजोको सेन्टर लाइनबाट चाहिँ कन्टिन्यू गर्नुपर्छ त्यो चाहिँ हो र त्यो हिजोकै क्लास त रिपिट किन गर्नु सर हिजोकै एक्चुअली हजुरले छुट्टै भिडियो हेरेर प्र्याक्टिस गर्नु कन्फ्युजन भयो भने चाहिँ अनि फेरि म एकचोटि हेर्नु सर मेरो एकचोटि हेर्नु त्यसपछि कहाँसम्म पुगेछ त्यसपछि एनालाइज गर्नु त्यसपछि फेरि कन्टिन्यू गराउनु ए हुन्छ म सरकोमै अब कन्टुर बनाउन सिकाइदिन्छु नभए आज सरलाई नयाँ सेभ फाइल बनाउन आयो कि आएन डिजिटाइज गर्नको लागि त्यो चाहिँ एउटा म रिभिजन गराइदिन्छु है यतिसम्म गराएको छु सर मैले बुझेँ सरले डिजिटाइजको सुरु नै गर्नु भएको छैन सरले अब अलिक टुल मेरोमा हेरेर सिक्नु भएको छ कि छैन पनि थाहा हुन्छ आर्क क्याटलगमा जानु त सर आर्क क्याटलग त विन्डोज लेखेको तल एउटा पहेँलो कलरको साइन छ नि त्यसको तल क्याटलगमा जानु लेफ्ट क्लिक गर्नु सुरुमा यसलाई साइडमा ल्याएर राख्नु है कुन फोल्डरमा तपाईँ सेभ फाइल बनाउने जस्तै सेन्टर लाइन रोड हाउसहरू हिजो बनाएको थियौँ नि हामीले रोड एजहरू होइन अनि इलेक्ट्रिक पोलहरू अथवा एग्रिकल्चर ल्यान्डहरू त्यस्तो बनाउने डाटा एउटा चाहियो होइन फोल्डर हजुरले कुनमा बनाउने त्यो फोल्डरमा प्लस साइनले जानु त्यहाँ डाटा छ अलरेडी सरकोमा त्यहीबाट त्यही बनाउनुहुन्छ होला है कि कहाँ बनाउने यो यसको भिडियो सेयर गरिदिनु ल सर भिडियो हालिदिनु युट्युबमा यसमा हालिदिन्छु एउटा बनाउनु न राइट क्लिक गर्नु त डाटामा जानु कहाँ राख्ने कुन फोल्डरमा राख्ने तपाईँ डाटा त्यसमा राख्ने हो हुन्छ यसमा राखिदिनु हजुर प्लस गर्नु ल त्यसको साइडमा प्लस छ नि प्लस त्यहाँ त टन्नै कुरा रहेछ त अझै त्यहाँ भित्र राइट क्लिक गर्नु न्यू फोल्डर बनाउनु ल प्र्याक्टिस डाटा लेख्नु त्यसलाई राइट क्लिक न्यू अनि फोल्डर गर्नु सुरुमा प्र्याक्टिस डाटा लेख्नु अथवा ट्रेनिङ डाटा प्र्याक्टिस डाटा जे लेखे पनि हुन्छ है त्यो प्र्याक्टिस डाटामा प्लस गर्नु साइडमा प्लस केही छैन अहिले खाली छ है अब राइट क्लिक गर्नु न्यू गर्नु सेभ फाइल गर्नुहोस् है राइट क्लिक न्यू सेभ फाइल चाहिँ हाम्रो हिजोकै क्लासको हो सेभ फाइल बनाउन सिक्दैछौँ है सेभ फाइल हजुर सेभ फाइल अब यो के बनाउन सिक्ने तपाईँ ओके नगर्नु सर एकैचोटि के बनाउन सिक्ने त्यसको सही नामाकरण गर्नु घरमा बनाउन सिक्नुहुन्छ पनि सिक्यौँ रोडको सेन्टर लाइन बनाउन पनि सिक्यो होइन एकचोटि रोड सेन्टर लाइन भनेर लेख्नु रोड सेन्टर लाइन भनेको कुन फिचर टाइप हो पोइन्ट हो कि लाइन हो कि पोलिगन हो मैले के भनेको थिएँ भन्नु लाइन हो एक्ज्याक्टली ल है पहिलो लाइनमा जानु है सिधै ओके नगर्नुहोस् है कोअर्डिनेट कहाँ पर्यो भनेर डिफाइन गर्नुपर्ने हुन्छ हामीले है हरेक कुरा पनि होइन हाम्रो मध्य रेखाबाट कहाँ पर्यो अर्थ सेन्टरबाट कहाँ पर्यो कोअर्डिनेट सिस्टम भनेको ग्राफ जस्तै त हो एक्स एक्सिसको जिरोबाट कहाँ कति दूरीमा छ भन्ने कुरा न हो
हामीले यो गुगल अर्थ यताउतिसँग मिलाउनलाई चाहिँ हामीले WGS अथवा UTM भन्ने लिन्छौँ है सर। अनि प्राय प्र्याक्टिसमा अनि नेपालको चाहिँ आफ्नै कोअर्डिनेट सिस्टम पनि छ है। अहिलेलाई चाहिँ हामीले सिकेका छैनौँ। UTM सरहरूले अब प्रायः गुगलमै चेक गर्नुहुन्छ नि त, त्यही भएर UTMबाट सिकाइरह। मैले एडिटमा जानु त सर, त्यहाँ एडिट लेखेको अप्सनमा अननोन कोअर्डिनेट सिस्टम छ। अब त्यसलाई हामीले नोन बनाउँछौँ है। सरको फेभरेटमा केही पनि आएर बसेको छैन है। अब फेभरेटमा हामीले ल्याउनु पर्छ। हाम्रो त UTM कहाँ हुन्छ, मैले के भनेको थिएँ भने त प्रोजेक्टेडमा हुन्छ है। प्रोजेक्टेडमा जानु त प्लस गर्नु है, त्यहाँ UTM भन्ने खोज्नुहोस् त सर तलतिर, त्यसलाई फेरि प्लस गर्नुहोस्। नेपाल अब WGS भन्ने खोज्नुहोस्। हामी सबै WGS 1984मा खेल्छौँ है। नेपाल नर्दर्न हेमिस्फियरमा पर्छ, नर्दर्नमा जानुहोस्, त्यहाँ 45N चुज गर्नुहोस्। 45 किन भन्ने कुरा पनि मैले एउटा अस्ति नक्सा हेरेर देखाएको थिएँ, भ्यू कता पर्छ भनेर। 44 र 45 जोन हुन्छ नेपालमा। 45N तपाईँले यो 45N राख्नु भएन भने चाहिँ के हुन्छ, राइट क्लिक गर्नुहोस् अनि एड टु फेभरेट गर्नुहोस्। जहिले माथि आउँछ यसरी खोज्नै पर्दैन है। ऊ माथि आउँछ है, ओके गरिदिँदा भइहाल्छ है। फेरि ओके गर्नुहोस् है। तपाईँले त्यहाँ आर क्याटलगमा बनाएको हेर्नु त, लेफ्ट साइडमा टेबल अफ कन्टेन्टमा आएर अटोमेटिक बसिसक्यो हो। हजुर हो त्यसलाई अब सुरुमा डिजिटाइज गर्न सिकौँ। राइट क्लिक गर्नु त, रोड सेन्टर लाइनमा गएर, रोड सेन्टर लाइनमा चाहिँ गएर एडिट फिचरमा जानुहोस्। हो स्टार्ट एडिटिङ गर्नुहोस् अनि एडिटर टुल बार आउँछ तपाईँकोमा है। कन्टिन्यू गर्नु। एउटा नयाँ टुलबार एडिटर आयो। त्यो एडिटर टुलबारलाई समातेर ठाउँमा लगाएर राख्नुहोस्, अलिकति माथि लगाएर। यहाँ त त्यहाँ एडिटर टुलबार आयो नि होइन एउटा, त्यता आएको छैन सर, सुरुमा माथि नै आएको छ। त्यहाँनिर लेफ्ट साइड राइट साइडमा क्रिएट फिचर हुन्छ, त्यसलाई खिचेपछि बल्ल यता आउँछ अन्तिममा क्रिएट फिचर हो। त्यो क्रिएट गर्नु पऱ्यो नि त हामीले है। तपाईँको क्रिएट चाहिँ आएको छ, तर यो क्याटलगले छोपियो। क्याटलगलाई काटिदिनुहोस्। क्याटलग लेखेको छ नि राइटतिर, त्यसले छोप्यो क्या तपाईँको क्रिएट फिचरलाई। रोड सेन्टर लाइनलाई थिच्नु, ल फेरि थिच्नु त क्रिएट फिचर, लेफ्ट क्लिक गर्ने हो है सर त्यहाँ। रोड सेन्टर लाइनलाई थिच्नुहोस्। ल अब तपाईँको डिजिटाइजेसन सुरु हुन्छ। अलिकति राम्रोसँग जुम गर्नुहोस् म्यापलाई होइन। हो लाइनलाई क्लिक गर्नुहोस्, म्यापलाई अलिक राम्रोसँग जुम इन गर्नुहोस् है। अनि सेन्टर लाइन यसो अलिकति लेफ्ट क्लिक गर्दै काट्नुहोस् त। हो है, आयो है सर। डबल क्लिक गर्नु छोडिदिनु है। बाँकी चाहिँ यसमा सरले एड फिल गर्न पाले पिलो सिक्नु है। अहिले एडिटरमा गएर सेभ एडिटिङ गरिदिनु है। म एउटा घर डिलिट चाहिँ कसरी गर्ने सर? हजुर त्यो अब कतै थिच्यो नि अर्को ठाउँतिर, डिलिट चाहिँ कसरी गर्ने? अर्को ठाउँतिर एउटा रोड थिच्नु त, अनि म सिकाइदिन्छु। त्यहाँबाट माथि घरतिर गइदिनु। घरतिर त सेन्टर लाइन हुँदैन, झुकेर तपाईँले उता थिच्यो है। ल डबल क्लिक गर्नुहोस्। कन्ट्रोल जेड थिचे पनि भयो, अथवा त्यसलाई सेलेक्ट गरेर डिलिट अप्सन थिचे पनि भयो। थिच्नु त, कन्ट्रोल जेड थिच्नु त, हराउँछ होला। हिजो सेभ भएको सेभ भएकोलाई म सिकाउँछु। ल फेरि घरतिर जानु त सर, एउटा लाइन बनाउनु। गइदिनु, घरको बिचमै काट्दिनँ, के भएर झुकेर काटियो भन्ने त हो। ल डबल क्लिक गर्नु है, डबल क्लिक गर्नु त। अब एडिटरमा गएर सेभ एडिट्स गर्नु त एकचोटि। तल एडिटरमा एडिटरको टुलबार छ नि, एडिटर लेखेको हो, त्यहाँ जानुहोस् अनि सेभ एडिट्स गर्नु त। अब कन्ट्रोल जेड थिच्नुहोस्, काटिँदैन। काटिएन है। अब एडिटरको छेउमा त्यो एरो बटन छ नि, यो हिजोको काम भनेको जस्तै हो है। सेभ एडिट्स गरेपछि रहन्छ है। सेभ एडिट्स गरेकोलाई है दुईवटा तरिकामा सिउरामा कहिलेकाहीँ एउटा मात्र चुच्चो बिग्रियो भने सारा लाइन काट्ने हो त हामीले
होइन नि त सुन एउटा होइन चुच्चो सर। मात्रै बिग्रियो भने चुच्चो मिलाउन पनि सिकाउँछु अनि सारा लाइन डिलिट गर्न पनि सिकाइदिन्छु ल तपाईँहरूलाई हस् है हुन्छ हो त्यो एडिट टुल लेखेको फिचर सेलेक्ट गर्नुहोस् त्यो एरो के एरो सानो हो त्यसको छेउको एरो हो त्यसलाई क्लिक गर्नुहोस् हो त्यसले चाहिँ तपाईँहरूले टक्क अलिकति माथि रोडको अलिकति माथि अथवा रोडलाई एकचोटि क्लिक गर्नुहोस् सेलेक्ट हुन्छ अटोमेटिकली तपाईँको सेलेक्ट भइरहेछ है सुरुमा यसलाई क्लियर सेलेक्सन गर्नुहोस् त्यो जुम इन जुम आउट भएको साइडमा एउटा सानो सेतो फिचर छ नि त्यसलाई क्लियर सेलेक्सन टुल भन्छ सुरुमा क्लियर सेलेक्सन गर्नुहोस् त्योभन्दा माथि तल अलिकति तल त्यसको तल हो त्यसको सेतो हो त्यो हो त्यसमा क्लियर सेलेक्सन गरेपछि त्यो सेलेक्ट भएको रोड गयो है अब त्यो एरोले ल्याएर सेलेक्ट गर्नुहोस् है सेलेक्ट ल अब त्यो ल्याएर एकचोटि टक्क क्लिक गर्ने है मुभ पनि हुन्छ है सर मुभ भयो भने फेरि रोड अर्कै ठाउँमा पुग्छ सेलेक्ट थिच्नु त एकचोटि छोइदिन जहाँ छोयो भने सेलेक्ट हुन्छ है हो अब त्यो एडिटर टुल बारमा त्यो एउटा ग्रिन कलरको लाइन छ नि एउटा हेर्नुहोस् त एडिट भर्टिसेस भन्ने बिचतिर त्यहाँ होइन त्यता होइन त्यो टुल बारमा क्या त्यता होइन बिचमा लाइनमा हो त्यसमा माथि सुन सेलेक्ट गर्नु सेलेक्ट हरायो तपाईँको सेलेक्ट थिच्नु त छुनु न अलरेडी सेलेक्टेडमै छ छुनु है हो त्यो टुल बारको बिचतिर हेर्नुहोस् त एडिटर लेखेको टुल बार छ नि एडिट भर्टिस जानु त त्यो होइन त्यसको तल्लो टुल बार तल्लो हो त्यसको बिचतिरको जानु त त्यो नछुनु न बिचतिर जानुहोस् अझै हो त्यहाँ जानु एडिट एडिटमा एडिट भर्टिस त्यसको साइडमा लेफ्ट साइडमा त्यो एडिट भर्टिस लेख्छ हेर्नु न हो है त्यसलाई क्लिक गर्नु अब तपाईँको भर्टिक्सहरू आयो है यो चाहिँ के हो कुनै एउटा भर्टिक्स मात्रै बिग्रियो भने त्यो भर्टिक्सलाई टक्क टिप्ने सही ठाउँमा लगेर राख्ने सार्नु त सर कुनै एउटा भर्टिक्सलाई बिचतिरको थिचेर सार्नु न लेफ्ट राइटतिर सार्नु न कतै कि घरतिर आउनु हो यसरी सार्नु त हो कुनै एउटा भर्टिक्स मात्रै बिग्रियो भने हो त्यसलाई सार्न मिल्छ है त्यो फेरि थिच्नु त्यही सेलेक्ट गर्नुहोस् एडिट भर्टिक्समा जानुहोस् सेलेक्ट हुन्छ सर हुन्छ सेलेक्ट हुन्छ जानु त है एडिट भर्टिक्समा जानुहोस् अब कुनै एउटा भर्टिक्स डिलिट गर्नु पऱ्यो भने उता माइनस साइन थिच्नुहोस् एडिट भर्टिक्समा होइन माइनस होइन त्यहाँ एउटा अर्को नयाँ त्यो थिचेपछि नयाँ टुल बार आएको छ एडिट भर्टिक्स हो त्यो डिलिट भर्टिक्स भन्ने थिच्नुहोस् है त्यहाँ जानु कुनै एउटा भर्टिक्स डिलिट गर्नु यो चाहिँ कस्तो केसमा कुनै एउटा भर्टिक्सले हाम्रो सेप बिगार्यो घरको कुना बिगार्यो भने त्यसलाई डिलिट गर्ने केसमा है सरको भएन है एडिट भर्टिक्स भएन फेरि एकचोटि गर्नु एकचोटि फेरि एडिट भर्टिक्समा जानुहोस् माइनसवाला टुल गर्नुहोस् है माइनसवाला लिनुहोस् अनि भर्टिक्स भनेको त्यो कालो बक्स हरियो बक्सलाई छुनु पऱ्यो क्या सर भर्टिक्स भनेको कुना हो नि त हो त्यसलाई छुनु त हो अथवा लेफ्ट क्लिक गरेर सर्रक्क तल आयो भने पनि त्यसले भर्टिक्स डिलिट गर्छ क्लिक गरी नछोडिकन लेफ्ट क्लिक गर्नुहोस् अनि नछोडिकन 2-3वटा भर्टिक्स छोइदिन्छ त्यसले छोए जति भर्टिक्स सबै डिलिट गरिदिन्छ हो त्यसरी हो अब डबल क्लिक गर्नु डिलिट भयो है भइसक्यो डिलिट डबल क्लिक गर्नु त हो देख्नुभयो चुच्चो थियो यताबाट आयो नि मैले कहीँ क्लिक गर्दा एउटा गऱ्यो भने त्यताबाट अब चाहिँ सबै लाइन बिग्रियो भने चाहिँ क्लिक गर्नु त्यो लाइनलाई सेलेक्ट गर्नु डिलिट थिचिदिनु किबोर्डमा डिलिट होला भयो है तपाईँहरूलाई मैले एउटा भर्टिक्स मात्रै बिग्रियो भने पनि कसरी मिलाउने सिकाएँ है भर्टिक्स एउटा बिग्रियो भने डिलिट नगर्न कसरी सार्ने पनि सिकाएँ र पुरै लाइन बिग्रियो भने पुरै गर्ने पनि सिकाएँ है सिक्नुभयो सर ल है एडिटरलाई सेभ गर्नु भोलि यस्तै कुरा प्र्याक्टिस चाहिँ गर्नु पर्यो है एडिटरमा गएर सेभ एडिट्स गरिदिनु है अब एउटा घर बनाउन सिकौँ अनि त्यसपछि म कन्ट्रोल बनाउन हुन्छ मेरोमै सिक्ने ल हुन्छ स्टप गर्नुहोस् अलि चाँडो पनि हुन्छ म सेयर गर्छु है घर बनाउन पनि त्यस्तै गरी सेभ फाइल बनाउनु है सर म भरे अहिले भिडियो हालिदिन्छु हिजोको त्यो हेर्दै है मैले कन्टुर बनाउन सिकाउँदै थिएँ है सरहरूलाई कन्टुर र स्लोप है फेरि यो यहाँसम्म तपाईँले सिकाउनु परेन होला नि त है यो डाटा एड गर्न त आउँछ है सरहरूलाई एड फोल्डरमा जानु है हजुरलाई एक्स्ट्रामा डिटिएम भन्ने छ यसलाई एड गर्नु होला है यो चाहिँ हाम्रो विक्रम सर डाटा एड गर्न आउँछ हजुर डाटा एड गर्न आउँछ हो आयो है
डाटा एड गरेपछि सिधै आर्क टुल बक्समा गएर कन्टुर खोजे पनि भयो है। तर आर्क टुल बक्समा गएर कहाँ छ भन्ने कुरा तपाईँहरूले थाहा हुँदैन। त्यही भएर तपाईँहरूले यो मेथडबाट भन्दा पनि सिधै विन्डोजमा गएर सर्च गर्नुहोस्, कन्टुर लेख्नुहोस्, CONTOUR टक्क आउँछ। कन्टुर यहाँ टन्ने टाइपको आउँछ है। तपाईँहरूले स्पेसल एनालिस्ट कन्टुर भन्ने याद गर्नुहोस् है। अनि यो राष्ट्रलाई सिधै क्लिक गरेर ड्र्याग गरेर लगेर हाल्ने है। कन्टुर इन्टरभल अहिले 1 मिटरको त निकालेको थियौँ हामीले, अब 5 मिटरको निकाल्न ट्राई गरौँ है। 1 मिटरको निकाल्दा हेर्नु न 2436 देखि 2602 भनेपछि त लास्टै धेरै आयो नि त होइन। अब 5 मिटरको निकाल्न ट्राई गरौँ है। यहाँ हामीले के बुझ्नुपर्छ, हरेक लाइन भनेको एक लाइनदेखि अर्को लाइनको बिचमा 5 मिटरको फरक छ है। अहिले चाहिँ 1-1 मिटरको फरकमा धेरै लाइन आएका थिए भने अब यहाँ चाहिँ 5 मिटरको फरकमा लाइन आउँछन् है। हुँदैछ ल, ब्याकग्राउन्डमा प्रोसेस हुँदैछ। फेरि एकचोटि गरिदिन्छु, दुईटा आउँछ यसो गर्दाखेरि चाहिँ है। 5 लेखेर ओके गरिदिउँ। यो चाहिँ अहिले मैले फोल्डर डिफल्ट फोल्डरमा लगाएर हालेको छु है। फोल्डर पनि कहाँ राख्ने भन्ने कुरा हामीले सेलेक्ट गर्न मिल्छ है सरहरू। म तपाईँहरूलाई यहाँ ड्रोनको फोल्डरमा दुईवटा कुरा छ है। एउटा यहाँ हेर्नु त, हजुरहरूलाई यो देखाइदिएको गर्छु कन्ट्रोल बनाउनुसम्म। एउटा DSM भन्ने छ है हजुरहरूसँग। अर्को एक्स्ट्रामा जानु भने DTM भन्ने छ है। मैले यहाँ दुईटै हालेको छु। यो केमा चाहिँ सर? हजुरलाई त्यो ड्रोनको प्रोसेस गरेको पिक्स4D भन्ने छ नि, त्यहाँ तपाईँहरूले एक्सपोर्ट गरेर एउटा DSM एक्सपोर्ट गर्नुभएको छ है। अर्को भनेको एक्स्ट्रा भने DTM एक्सपोर्ट गर्नुभएको छ है सरहरूले। यो दुईटैबाट कन्टुर निस्किन्छ है। यो दुईटाको फरक बुझाउनु। DTM भन्ने, यो DTM भनेको चाहिँ डिजिटल टेरेन मोडल भन्छ है। टेरेन मोडल भनेको के भयो सर है। यो अहिलेको कन्टुर आइरहेछ यहाँ एकछिन ल, अहिलेको कन्टुर आइरहेछ। यो अफ गरिदिउँ म है। DTM भनेपछि टेरेन मोडल। टेरेन भनेपछि हामीले के भन्यौँ, जमिनको सतह जस्तो भएको छ त्यसको मोडल भनेको डिजिटल टेरेन मोडल हो कि न सर है। अब अर्को यहाँ DSM छ। DSM र DTM हेर्दाखेरि हेर्नु न, यहाँ 2436बाटै सुरु भयो होइन। तर यो 2593 छ भने यसको हाइएस्ट भ्यालु 2602 छ। किन भन्नुहुन्छ भने सर्फेस मोडलमा चाहिँ हाम्रो टेरेनमाथि भएका बिल्डिङहरूको पनि मोडल लिन्छ क्या यसले चाहिँ, बुझ्नुभयो नि है। यहाँ हेर्नु त अलिकति घरहरू जस्तो देखिएको छैन, त्यसको पनि हाइट लियो। सर्फेस मोडलले चाहिँ घरहरू छन् अथवा टावरहरू छन्, रुखहरू छन् भने त्यसको माथिको टप लियो, बुझ्नुभयो नि है। तर DTMले चाहिँ के लियो, त्यसको बटम लियो, टेरेन मोडल लियो, जमिनको भूभाग लियो है, बुझ्नुभयो नि। त्यही भएर यसको हाइएस्ट पोइन्ट भनेको 2593 छ होइन। सर्फेस मोडलको चाहिँ हाइएस्ट पोइन्ट 2602 छ। किनभनेको यो पोइन्ट भनेको के रुखको टप हो कि घरको टप हो है। अब हामीले DSMबाट कन्टुर बनाएको एक्ज्याक्ट हुन्छ कि DTMबाट भन्नु त सर? DTM टेरेन मोडलबाट बनाउने हो है जहिले पनि कन्टुर है। घरको टपहरूको पोइन्ट हामीले म्यापमा देखाउँछौँ त देखाउँदैनौँ, घरहरू भएको पोइन्टलाई हामी सम्म छ भन्ने मान्छौँ जहिले पनि होइन। अहिलेको मेरो कन्टुर त बन्यो, तर हेर्नु न घरहरू भएकोले गर्दा घरहरूको सेप पनि नयाँ हाइटमा लियो नि त यसले कन्टुर। यस्तो खालको कन्टुर आयो। यो कन्टुर चाहिँ हामी रियल लाइफमा प्र्याक्टिस गर्दैनौँ है। अटोक्याडमा पनि याद गर्नुभयो होला नि सरहरूले, घरहरू सर्वे गरेर आयो भने हामीले जङ्गलमा रुखको तलको भाग लिन्छौँ नि जहिले पनि होइन, फरेस्ट एरिया भनेर रुखको टपको भाग लिँदैनौँ। यसमा चाहिँ हेर्नु न यहाँ सबै टप लिएर कन्टुर यस्तो आयो है। यो कन्टुर चाहिँ हामीले भिजुअलाइज गर्नलाई मात्र काम दिन्छ, हामीले भोलिको दिनमा यसबाट धेरै काम गर्न सकिँदैन है, बुझ्नुभयो नि। मैले दुईवटा कन्टुर त्यही भएर डिलिट गरेँ। त्यही भएर कन्टुर बनाउनु हुँदा हामीले केबाट बनाउनु पर्यो, टेरेन मोडलबाट बनाउनु पर्यो है। तपाईँहरूले नेटमा अरू ठाउँको चाहिँ गुगलबाट छैन, कसरी डाउनलोड गर्ने भन्नुभयो भने DTM भनेर होइन DEM भनेर खोज्नुहोस्, डिजिटल एलिभेसन मोडल है। त्यो फ्रीली एभाइलेबल छ, नेपालभरिको पाउनुहुन्छ तपाईँहरूले है।
त्यसबाट कन्टुर बनाउन हेर्नुभयो भने नेपालभरिको कन्टुर बनाउन सक्नुहुन्छ है। अब अहिलेको कन्टुरमा घरहरू आएका थिए भने यो कन्टुरमा घरहरू आएनन्, जमिनको भूभाग जस्तो छ त्यस्तो आयो है। यो 5 मिटरको राखेँ मैले, त्यही भएर पातलो लाइन आयो। यसैले अब 1 मिटरको पनि बनाएर हेर्छु म है। डिटिएमलाई लगेर राख्नु, डिएसएमलाई होइन। अनि कन्टुर इन्टरभलमा 1 लेखिदिनुहोस्, 1 मिटरको बन्छ। तपाईँले 0.5 0.25 आफ्नो प्रोजेक्टको स्कोप अनुसार बनाउन सक्नुहुन्छ है। बुझ्नुभयो नि है सर? त्यो चाहिँ अब ट्राई गर्नु पर्यो सरहरूले आफूले। अब हेर्नु, अब यहाँनिर हेर्न सक्यो हामीले 1 मिटरको कन्टुर झन् धेरै भने हो कि होइन? भनेपछि जति बाक्लो ठाउँ छ त्यहाँनिर एकदम स्लोप छ भन्ने बुझ्नु पर्यो है। अनि जति ओपन ठाउँ छ त्यसमा चाहिँ के छ भन्ने बुझ्नु पर्यो हामीले, अलिकति सम्म छ भन्ने बुझ्नु पर्यो। जति ग्याप आयो नि त्यो चाहिँ अलिकति सम्म भन्ने भूभाग हुने बुझ्नु पर्यो है हामीले। अब कन्टुर बनायौँ, अब ठाडो स्लोप कहाँ छ होइन, ठाडो भिर कहाँ छ भन्ने कुरा चाहिँ हामीलाई कन्टुरबाट भिजुअलाइज भए पनि स्लोप डिग्रीले अलिकति राम्रो देखाउँछ है। अब हामी ऊ बनाउन पनि सिक्छौँ स्लोप है। स्लोप बनाउन पनि त्यही हामीले डिटिएमै हाल्यौँ, डिएसएम हालिनौँ। डिएसएम हालेको भए घरको पोइन्ट लिन्थ्यो है। त्यही भएर अब डिटिएमको आधारमा हामी स्लोप पनि बनाउन सिक्छौँ है। कन्टुरलाई म अफ गरिदिँदै गर्छु, अलि डिस्टर्ब गर्यो। अब स्लोप हेर्नु त ल सर है। अब यो म्याप, अब यो भनेको चाहिँ म्याप रिडिङ स्केल है। तपाईँको यहाँ है 51 डिग्रीको स्लोपमा केही बिल्डिङहरू अट्छ, अर्थेर नि हो। स्लोप यहाँ छ। अब हेर्नु, स्लोप भनेको त ठाडो हो। भोलिको दिनमा हामीलाई बाइक कुदाउन पनि गाह्रो हुन्छ स्लोप एरियामा त। भनेको पछि तपाईँले प्लानिङ गर्दा जति स्लोप कम भएको एरिया छ होइन, त्यो एरियामा चाहिँ हामीले बिल्डिङहरू रोडहरू प्लान गर्न सक्यो भोलिको दिनमा होइन। यस्तो ठाडो भिरमा, यो 51 डिग्रीको भिरमा त गाडी पनि चलाउन सकिँदैन, घर पनि अड्याउन सकिँदैन होइन त सर? यो चाहिँ प्लानिङ टुल हो। हेर्नु है, तपाईँहरूले स्लोप बनाउन सिक्नुभयो, तपाईँहरूले कन्टुर बनाउन सिक्नुभयो है। एकचोटि भन्नुपर्ने भयो सर यो कन्टुरको, म त्यो उससम्म पुगेँ होइन। ल कन्टुर खोज्नुभयो सरले? सरले यहाँबाट आर्ट टुल बक्सबाट खोज्नु भएन होला। सर्चबाट विन्डोजमा जानु, सर्चमा जानु, कन्टुर लेख्नुहोस्, CONTOUR अनि सर्च गर्नुहोस् है। हजुर सर्च भेट्नु भएन सरले? हेल्पको छ हजुर, त्यहाँ सर्च भेट्दै अनि सर्च पनि गरेँ होइन सर। त्यहाँबाट आयो। स्पेलिङ मिस्टेक भयो भने चाहिँ यसले लिँदैन है। फेरि एकदम सेन्सिटिभ छ, अलिकति स्पेलिङ मिस्टेक भयो भने चाहिँ लिँदैन। CONTOUR विन्डोज सर्च अनि त्यसको कन्टुर कन्टुर इन्टर। हजुर आयो। कन्टुर स्पेसियल एनालिस्ट भन्नेमा जानुहोस् है। कन्टुर स्पेसियल एनालिसिस दोस्रोमा छ जानु है। आयो, नयाँ ट्याब खुल्यो है। हजुर खुल्यो। अन्त इनपुट रास्टर भन्यो है। रास्टर भनेको के हो? हाम्रो डिटिएम हो है। यहाँनिरको केसमा चाहिँ है हाम्रो यसले पोइन्ट लाइन पोलिगन लिँदैन है यसले। त्योबाट नि बिगु गुम्बा सर्वे फर्स्ट ट्रान्सपेरेन्ट मोजिक ग्रुप 1 टिआइएफ हो त के भन्छ? त्यो होइन छ, त्यो त टिप फाइल भनेको अर्थ मोजाइक फाइल हो। तपाईँले डिटिएम एड गर्नुभयो कि भएन? एड डाटामा गएर डिटिएम डिजिटल टेरेन मोडल हैन त, सुरुमा त्यो हाल्नु पर्यो नि त सर। सुरुमा एड डाटामा जानुहोस्। एड डाटा माथि प्लस साइन छ नि, एड डाटामा जानुहोस्। हजुर। तपाईँसँग यो पिक्स4डी फाइल कहाँ राख्नु भएको छ? कुन फोल्डरमा? डाटा मैले पठाएको छैन है तपाईँहरूलाई डिटिएम है। तपाईँहरूले ड्रोनको प्रोसेसिङ गर्नुभयो कि भएन? अथवा प्रोसेस गरेको फाइल त्यहाँ छैन सरसँग? इनिसियल डिएसएम पो रहेछ त मसँग, त्यो डिटिएमै छैन। डिटिएम छ, त्यो कहाँ हुन्छ भने म भन्छु। डिएसएम अर्थो भन्ने फोल्डर छ नि, त्यहाँभित्र जानु।
है जानुभयो हजुर त्यहाँ भयो सर एक्स्ट्रा भन्ने फोल्डर छ डिटिएम एक्स्ट्रा भन्ने फोल्डरमा जानु त्यहाँ कन्टुर पनि अटोमेटिक बनिसिया हुन्छ डिटिएम पनि हुन्छ है तर मैले तपाईँहरूलाई डिटिएमबाट निकाल्न किन सिकाइरहेको छु भन्दा भोलिको दिन तपाईँहरूले जहाँ ड्रोन उडाउनु भएको छैन नि त्यो ठाउँको पनि हजुरले गुगलमा गएर है नेपाल डेम भनेर सर्च गर्नु भने डाउनलोड गर्न पाउनुहुन्छ है डिसिएम अर्थ एड गर्ने होइन सर होइन होइन डिसिएम अर्थसम्म पुगेँ सर म कहाँ पुग्नुभयो डिएसएम अर्थमा जानुभयो त्यहाँ त्यो भित्र जानु न अझै 4वटा फोल्डर छन् त्योभित्र गयो डिसिएम मोजाइक प्रोजेक्ट डाटा आयो एक्स्ट्रा भन्ने पनि फोल्डर छ होइन सर मसँग एक्स्ट्रा भन्ने फोल्डर त 1 2 र डिएसएम मोजाइक र प्रोजेक्ट डाटा भन्ने मात्रै छ हजुर सर तपाईँ त्यसमै अस्तिको क्लास यो अर्थ मोजाइक निकाल्ने क्लास अलिकति स्किप गर्नुभयो जस्तो छ तपाईँले कन्टुर र डिटिएम निकाल्न सिक्नु भएन है कन्ट्रोल हो त्यो सिकेर होला सर सायद फर्स्ट सेकेन्ड क्लास त्यो चाहिँ अब हाम्रो विक्रमजीले निकालिसक्नु भएको छ भोलि विक्रमजीसँग लिनु होला त्यो सुरुमा है अनि गर्नु होला अहिले मेरो भिडियो हेर्नु ल तपाईँले डिएसएमबाट पनि कन्टुर निकाल्न चाहिँ सक्नुहुन्छ है तर त्यो घरको माथि आउँछ अलिकति काम गर्न मजा आउँदैन हो होइन ल ठिक छ एकचोटि डिएसएमबाट निकाल्न सिक्नुभयो भने पनि त्यही मेथड हो डिएसएम चाहिँ एड गर्नु नि त डिएसएम डिएसएम एड गरिदिनु सर डिएसएम एड गर्नु त्यसमा चाहिँ घरको छतहरू पनि आउँछन् केही फरक छैन डिएसएम भन्ने फोल्डरमा जानु बिगो गुम्बा सबै फर्स्ट डिएसएम भन्ने फाइल छ नि .tif हो त्यसलाई एड गर्नु गर्नुभयो सरले आयो कालो कालो सेतो सेतो आयो है 2400 देखि 2600 सम्मको आयो होला है के छ आयो सर आइसक्यो सर गर्नु सर कन्टिन्यू गर्नु सर तपाईँ कन्टिन्यू म हेर्छु स्क्रिन हेर्छु ए मेरो स्क्रिन हेर्नुहुन्छ हजुर सर ल है म एकचोटि सर्टकटमा देखाइदिन्छु है फेरि ल है मेरो स्क्रिन हेर्नुभयो यो आयो है तपाईँको सर्चमा जानुहोस् कन्टुर थिचेर सर्च गर्नुहोस् अब है गर्नुभयो स्पेसियल एनालिस्टमा क्लिक गर्नुहोस् है गर्दै हुन्छ सर हजुर सर गर्यौं ल है अब इनपुट रास्टरमा त्यो डिएसएम हालिदिनु है म चाहिँ डिटिएम छ डिटिएमै हाल्छु किनकि डिएसएम भन्दा पनि यो अलि राम्रो आउँछ है भोलिको दिनमा तपाईँले कट फिल निकाल्ने यताउति निकाल्ने सबै डिटिएमबाट हो क्या है फर्स्ट डाटा डिटिएम भन्ने आउँदो रहेछ सर हजुर हजुर त्यो छ अब कन्टुर इन्टरभल हाल्नुहोस् है कति मिटर कन्टुर चाहियो है आफ्नो इच्छा अनुसार 3 मिटर लाग्यो सर 3 5 आफूलाई जति मिटरको चाहिएको छ त्यो अनुसारको हाल्नुहोस् ओके गर्नुहोस् यसले कन्टुर बनाइदिन्छ बेस कन्टुर चाहिँ सर हजुर बेस कन्टुर चाहिँ हाम्रो इन्डेक्स कन्टुर र बेस कन्टुर भन्ने कुरा चाहिँ प्राय के गरिन्छ एउटा 1 हाल्यो भने अर्को 5 टाइम्स 5 हालिन्छ नि त्यो हो त्यसको लागि हो तर अब 1 मिटर कन्टुर निकाल्ने हो भने त्यो चाहिएन तपाईले 5 मिटरको निकाल्नु मैले 5 मिटरको हालेपछि भनेपछि निकाले पनि भयो हैन दुईटा कलरमा चाहियो भने तपाईलाई नभए ए 5 मा पनि 25 परिसकेको हुन्छ पछि आफूले चाहे अनुसार गर्न सकिन्छ हैन त्यो हाले पनि भयो नहाले पनि भयो त अप्सनल कुरा हो सर एकचोटी हालेर निकाल्नु एकचोटी नहाले निकाल्नु न पछि है अनि क्लोज गर्दियौ है सर हजुर अनि ओके कम्प्लिट भइसक्यो अनि त्यहाँ क्लोजको अप्सन आयो क्लोजको कम्प्लिट भएपछि टेबल कन्टेन्टमा आयो होला नि हैन सर हजुर
है कन्टुर बनेर आयो शरीरको तर अहिले चाहिँ तपाईँको जस्तो निकालेँ सर मैले निस्क्यो है कन्टुरको तपाईँको घर सहित आयो कि मेरो जस्तै आयो तपाईँको जस्तै आएको छ मेरो राउन्ड त घर मैले हटाइदिएँ घर सहित आएको थियो घर हटाइदिनु हो त्यसलाई चाहिँ मैले यो गरिदिएँ तर त्यही त कन्टुर मात्र भोलिको दिनमा कटफिल निकाल्ने यताउति निकाल्ने भनेको जमिनको भागलाई हो नि त घरको माथिको टपको भागलाई हुँदैन तपाईँले डिटिएमबाट निकाल्नु होला है जहिले पनि है अब सबैले मेरो हेर्नु है म तपाईँलाई सर्लक्क सर्टकटमा अब सिकाइदिइहाल्छु आजलाई है मैले कन्टुर निकालेँ है स्लोप निकाल्न पनि एकदम इजी छ स्लोपमा पनि डबल क्लिक गर्ने है त्यही लगेर हामीले डिजिटल टेरेन मोडलमा हाल्ने डिग्री गर्ने ओके गरिदिने यसले स्लोप आफै निकाल्छ है स्लोप थिचेपछि के गर्ने सर इनपुट राफ्टरमा हजुर स्लोप थिच्यो होइन सर इनपुट राफ्टरमा त्यही डिटिएम अथवा डिएसएम लगाएर हाल्ने है अनि ओके थिच्दिने सर है थिदिनु शरीरलाई स्लोप पनि आयो होला है स्लोपको डिग्री हेर्नु थोरै डिग्री भनेको लागि हाम्रो लागि सेफ हो धेरै डिग्री भनेको एकदम डेन्जर कुरा हो 90 डिग्रीमा हामी चढ्न सक्छौँ सक्दैनौँ नि हिँड्न पनि सकिँदैन है 60 भन्दा माथि हिँड्न पनि गाह्रो हुन्छ तपाईँहरूको 75 डिग्रीसम्म आएको छ ए स्लोप त्यसरी भेट्नु रहेछ है डिग्रीमा हो कि हैन 75 डिग्रीको ठाडो बाटो चढ्न सकिन्छ त सर सकिँदैन नि त भोलिको दिन बाटो घाटो घर सर पालन गर्नु पर्यो भने अलिकति सम्म भूभागमा गरिन्छ जति स्लोप छ कम छ त्यति राम्रो है अहिलेसम्म चाहिँ हामीले यो डाटा भ्यूमा मात्रै काम गरिरहेछौँ है यो सबै यो पोर्सन जुन यो सेतो पोर्सन देख्छौँ नि हामीले यसलाई डाटा भ्यू भनिन्छ है सर है डाटा भ्यू डाटा एनालाइसिस गर्ने डाटा पोर्सन भयो है तर अब म्याप भ्यू भन्ने पनि हुन्छ है यहाँनिर एकचोटि हेर्नु भने यहाँनिर यो मैले मेरो माउसको कर्सर देख्नु भएको छ हजुर सर माउसको क्रसअप एकचोटि हल्लाउँदा सर है देख्छु यहाँ जानु भने अर्को भ्यू पनि आउँछ यो भनेको चाहिँ म्याप एक्सपोर्ट भ्यू म्यापको भ्यू है यताबाट पनि यसो जान सकिन्छ है अनि डाटा भ्यूमा आउन सकिन्छ अर्को चाहिँ यहाँ भ्यूमा गएर लेआउट भ्यू भनेर गर्नु भने पनि आउँछ है भोलिको दिन तपाईँले म्याप स्याप एक्सपोर्ट गरिन्छ नि जति पनि राम्रो म्याप देख्नुहुन्छ नि त्यो चाहिँ डाटा भ्यूबाट होइन यो लेआउट भ्यूबाट एक्सपोर्ट गरिएको हुन्छ है लेआउट भ्यू है यो चाहिँ तपाईँहरूलाई यसो भोलिको लागि होमवर्क दिनलाई हो कि मैले डाटा भ्यूमा गयो भने यहाँ डाटा अर्कै आउँछ है लेआउट भ्यूमा चाहिँ तपाईँले म्याप स्याप एक्सपोर्ट गर्नको लागि हो है म्याप भनेको कुनै पनि कुराको म्यापमा के हुन्छ बेसिक कुरा भनेको म्यापमा के हुनुपर्छ ल भन्नु त सर 4-5 वटा कुरा अनि बल्ल म्याप भन्छ म्यापमा के हुनुपर्छ कुनै पनि नक्साको शीर्षक हुनु पर्यो के को नक्सा भनेर म्याप टाइटल हुनु पर्यो कि परेन पर्यो है कुनै पनि नक्साको दिशा हुनु पर्यो पूर्व कता पश्चिम कता उत्तर कता दक्षिण कता भनेर छुट्टिनु पर्यो कि परेन नभए त नक्साको अर्थै रहेन है कुनै पनि नक्साको के हुनु पर्यो स्केल हुनु पर्यो कतिको स्केलमा बन्दैछ त्यो म्याप स्केल किन हामीले ग्राउन्डमा कति डिस्टेन्स छ भनेर नाप्नको लागि चाहियो नि त हैन स्केल हुनु पर्यो कुनै पनि नक्साको लिजेन्ड हुनु पर्यो कुन कलरले के बुझाउँदैछ भन्ने कुरा लिजेन्ड त चाहियो हामीलाई हो बेसिक कुरा चाहिँ यति चाहिँ हुनै पर्यो है त्यसपछि अरू कुरा पनि कोअर्डिनेट सिस्टमहरू हुन्छ कुन सिस्टममा छ भन्ने कुरा हैन कसले बनायो इन्फर्मेसनहरू भन्ने कुरा हैन 4-5 वटा कुरा चाहिँ म्यापको स्केल हुनु पर्यो म्यापको लिजेन्ड हुनु पर्यो म्यापको नर्थ एरो हुनु पर्यो हैन अनि म्यापको टाइटल हुनु पर्यो स्केल बार हुनु पर्यो स्केल बार मात्रै भएर भएन कतिको स्केल भन्ने स्केलको टेक्स्ट पनि हुनु पर्यो है अनि ग्रिड अथवा कोअर्डिनेट लाइन हुनु पर्यो है यही कुरा हो भोलि चाहिँ हामी ब्युटिफुल म्याप बनाउन सिक्छौँ हैन है त्यसको लागि मैले तपाईँहरूलाई यो भ्यू चाहिँ अहिलेसम्म यहाँ धेरैवटा थियो किन सरले एउटा मात्र सिकाउनु भयो भन्नुहुन्छ भनेर हो लेआउट भ्यूमा गयो भने तपाईँले इन्सर्ट देख्नुभयो है लेआउट भ्यूमा जानुभयो एउटा बक्स आयो है पेपरको साइज जस्तो आयो पेपर सुरुमा म्याप बनाउँदा कतिको साइजमा हामीले बनाउँछौँ है यहाँ राइट क्लिक गर्नु त्यहाँ पेज एन्ड प्रिन्टर सेटअप छ है फेरि सर अगाडि सुरु गर्नु सर एकचोटि अहिलेसम्म मैले केही गरिनँ है यो यहाँनिर थियौँ हामी है भ्यूमा जानुहोस् लेआउट भ्यूमा जानुहोस् है यस्तो आयो अटोमेटिकल्ली
आयो भ्यू लेआउट भ्यू हजुर लेआउट भ्यू यस्तो आयो है। तपाईँसँग डिटिएम छ भने डिटिएम आउँछ होइन, मसँग अन्तिममा स्लोप छ, स्लोप आयो। कुनलाई देखाउने भन्ने कुरा अहिले देखाउनलाई यो अन अफ गरेर होइन, यस्तै खालको कोठा कोठा चाहिँ आयो होला है। हजुर यहाँनिर राइट क्लिक गर्नुहोस्, यति अप्सन आउँछन् है, पेज एन्ड प्रिन्टर सेटअप भन्ने आयो है। त्यहाँनिर आयो के सर पेज एन्ड प्रिन्टर सेटअप भन्ने, जुम होल्ड पेज पेज एन्ड प्रिन्टर आयो। बिचमा राइट क्लिक गर्नु पर्ला तपाईँले, बिचको बक्स भन्दा बाहिर गएर राइट क्लिक गर्नुहोस् त। ए हजुर सर हो बिचमा राइट क्लिक गर्नु भने आउँदैन, एड डाटाहरू आउँछ है। बिचको पेज भन्दा बाहिर गएर गर्नु त, धेरै बाहिर गर्नु भने पनि आउँदैन है फेरि आउँदो रहेछ। पेज एन्ड प्रिन्टर सेटअपमा जानु है। यहाँ तल गएर हेर्नुहोस् है, पेपरको साइजहरू तपाईँले कुन साइजमा म्याप एक्सपोर्ट गर्ने देख्नुभयो। यहाँ चाहिँ थोरै अप्सन हुन्छ, तर तपाईँले युज प्रिन्टर पेपर सेटिङ भन्नेमा क्लिक गर्नु भने यहाँ चाहिँ धेरैवटा पेजको साइजहरू हुन्छन् है। बुझ्नुभयो नि। यो A4 A3 A2 A1 A0 मैले बुझाउनु पर्छ कि हजुरलाई थाहा छँदैछ होला। A4 त नर्मल डेली लाइफमा युज गरिरहनु भएको थाहा छ होला है। त्यसलाई त्यसको डबल साइज भनेको A3, दुईटा A4 जोड्दा जति हुन्छ त्यो भने A3, A3 को डबल भनेको A2 है, A2 को डबल भनेको A1 र A1 को डबल भनेको A0 साइज हुन्छ है जहिले पनि। भन्नुभयो सरहरूले। भनेपछि A0 मा कतिवटा एफओ हुन्छ त? यो चाहिँ सरहरूको भोलिको होमवर्क है, म सोध्छु सुरुमा। हस् सर है एफओ को डबल A3, A3 को डबल A2, A2 को डबल A1, A1 को डबल A0 भनेपछि कतिवटा हुन्छ एफओ है, यसो सोच्नु होला। सरहरूलाई म अब एफओ मै म्याप बनाउन सिकाउनु पर्ला है। अफिसमा कुन प्रिन्टर छ सर? एफओ त होला, A3हरू त एफओ सर है, एफओ मै बनाउन सिकौँ है। अनि एफओमा पनि दुईटा अप्सन हुन्छ, पोर्ट्रेटमा बनाउने कि ल्यान्डस्केपमा बनाउने भन्ने हुन्छ है। यो चाहिँ हामीसँग भएको डाटाले डिटरमाइन गर्छ। लाम्चो डाटा छ भने हामी पोर्ट्रेटमा बनाउँ, राम्रो देखिन्छ है। अलिकति चौडा डाटा छ भने ल्यान्डस्केपमा राम्रो देखिन्छ है। अहिले पोर्ट्रेटमै ट्राई गरौँ। यो डाटा बिगोको यो ड्रोनको डाटा सानो छ होइन, जुनमा गरे पनि हुन्छ है। सबैले के गर्नु, पेपर साइज A4 राख्नु र पोर्ट्रेट राख्नु है, अथवा ल्यान्डस्केप राखे पनि भयो। ल्यान्डस्केप राख्नु केमा बनाउने ल एउटामा सिक्नु, अर्कोमा होमवर्क गरौँ ल। ल पोर्ट्रेटमै गरेँ मैले, ओके गर्नुहोस्। नयाँ साइज आयो होला है, आयो नयाँ साइज। सेम आयो, अलिकति चेन्ज भएको हुन्छ थोरै है। यो चाहिँ तपाईँले एकचोटि फेरि पेज एन्ड प्रिन्टर सेटअपमा गएर हेर्नु। A4 र पोर्ट्रेट छ भने ठिक छ, अरू छ भने बेठिक छ है। लेआउट भ्यू, त्यसपछि भनेको भ्यू आयो सरको यति आयो, ठिकै छ ठिकै छ ठिक छ है। अब मेरोमा हेर्दै दुईटा बक्स छ नि सर है। तपाईँको बाहिरको बक्स भनेको प्रिन्टरले प्रिन्ट गर्ने साइज हो है, भित्रको बक्स भनेको चाहिँ म्यापको सेक्सनको बक्स हो है। यो यत्रो राख्ने भन्दा पनि अलिकति यसलाई मिलाउँ हामी है। माथि टाइटल लेख्ने ठाउँ छोडौँ अलिकति, बुझ्नुभयो है। कसरी छोड्ने भन्दा बाङ्गो हुन्छ कहिलेकाहीँ। यहाँनिर मैले क्लिक गरेको देख्दै हुनुहुन्छ है। यसरी क्लिक गर्नुहोस्, वरिपरि यहाँ क्लिक गर्नुहोस्, लाइन आउँछ है। यो चाहिँ मैले एउटा लाइन बार सेट गर्नको लागि के, म यतिभन्दा तल यो गर्छु भन्नलाई है। मैले अहिले के गरेँ, लेफ्टतिर 11मा गरेँ र माथितिर यो पहिलोभन्दा दोस्रोमा गरेँ, यता पनि दोस्रोमा गरेँ, यतापट्टि 12 लेखेको ठाउँतिर गरेँ है। यो चाहिँ तपाईँहरूले जतिमा गरे पनि हुन्छ है। एउटा यसो फ्रेम सेट गर्न मात्रै खोजिदिएको मैले। त्यसपछि भित्रको पेपरको साइजलाई चाहिँ ब्युटिफुल बनाउनको लागि हो क्या सर। यो चाहिँ टक्कै इक्वल स्पेसिङ बनाउनको लागि होइन। यसरी त्यही क्लिक गरेको लाइनको डटर अनुसार मिलाएँ, देख्नुभयो सरहरूले है। त्यो सरहरूले यसो तलमाथि सार्नु न भइहाल्छ। अनि मैले स्लोपलाई गएर जुम टु लेयर गर्ने, अलिकति ठुलो देखिन्छ। अब हेर्नु त अलिकति मजा पनि आयो नि होइन। म्याप भ्यूमा पेपरको हजुर।
तपाईँहरूसँग के को म्याप बनाउने, स्लोपको म्याप बनाउने कि कन्टुरको म्याप बनाउने कि के डाटा छ होइन, डेमको डिटिएमको डाटा छ, जेको डाटा छ, हजुर जेको म्याप बनाउने त्यसैलाई गरेर राइट क्लिक गरेर जुम टु लेयर गरिदिनुहोस्, टक्क ठुलो आयो भनेपछि भोलिको दिनमा पेपर यत्रो यत्रो साइजको छ, नक्सा यति भयो भनेपछि अलि राम्रो देखिएला है होइन। अब यहाँ अझै थप्नुपर्ने छ, म्याप एलिमेन्ट 4-5 वटा कुरा त हामीले थप्नुपर्ने छ। यति चाहिँ भयो सरहरूको है। त्यति भयो सर, जुम टु लेयर गरे अब इन्सर्ट भन्ने छ माथि हेर्नु त सर, हजुर टाइटल गर्नु सुरुमा शीर्षक राखौँ है। है आयो सरहरूको। सरहरूको डाटा के को छ, डिएमको छ, डिटिएमको छ कि कन्टुरको छ कि स्लोपकै छ है। मेरोमा चाहिँ स्लोप भएकोले मैले स्लोप म्याप अफ बिगु गुम्बा लेखेँ है, ओके गरेँ यो बिच है। यो अलि यहाँ आयो, यसलाई लगेर टक्क म्यापको सेन्टरमा लगेर राख्ने हेडिङको है। आयो सरहरूको, यति भयो। के छ हुँदैछ सर?